हामी यस्तो समयमा छौं जहाँ हाम्रा धेरैजसो सम्बन्धहरू स्क्रिन मार्फत नै अघि बढ्छन्। तर के हामीले एकछिन रोकिएर सोचेका छौं यसको खास अर्थ के हो? आज हामी यही डिजिटल सम्बन्धको दुईवटा पाटो केलाउँदैछौं। एकातिर सम्बन्ध जोड्ने विज्ञान छ भने अर्कोतिर यसले ल्याउन सक्ने वास्तविक खतराहरू पनि छन्। ल, यो ग्राफलाई अलि गहिरेर हेरौँ न। किन कुनै साथीलाई टेक्स्ट मेसेज पठाउनु र भिडियो कलमा कुरा गर्नुमा यति धेरै फरक महसुस हुन्छ? कारण यहाँ छ, व्यक्तिगत भेटघाटमा मुस्कान, हाँसो अनि हाउभाउ सबैभन्दा बढी देखिन्छ। तर जति हामी टेक्स्टतिर जान्छौँ, यी सबै कुराहरू लगभग हराएर जान्छन्। आखिर यसले हाम्रो सम्बन्धको गहिराईमा कस्तो असर पारिरहेको होला त? यो केवल हाम्रो मनको भावना मात्रै होइन है। वैज्ञानिकहरूले त साँच्चीकै नापेरै हेरेका छन् कि कुराकानी गर्ने तरिकाले हाम्रो सम्बन्धको अनुभूतिलाई कसरी असर गर्छ भनेर। यसको पछाडि एउटा मुख्य वैज्ञानिक अवधारणा छ जसलाई आत्मीयताका सङ्केतहरू भनिन्छ। यी भनेका साना साना, कहिलेकाहीँ थाहै नपाई गरिने व्यवहारहरू हुन्। जस्तै कसैको कुरामा सहमति जनाउँदै मुस्कुराउनु वा टाउको हल्लाउनु। यिनै कुराहरूले विश्वास र निकटता बढाउँछ। र जब यी सङ्केतहरू हराउँछन्, सम्बन्ध बनाउन पनि गाह्रो हुँदै जान्छ। अब यो तथ्याङ्क हेरौँ त यसले आफैमा एउटा स्पष्ट कथा भन्छ। एउटा अध्ययनमा साथीहरूलाई 4 फरक तरिकाले कुरा गर्न लगाइयो। नतिजा, व्यक्तिगत भेटघाटमा सम्बन्धको भावना सबैभन्दा बलियो देखियो, जसको स्कोर छ 6.59, अनि हरेक डिजिटल तहमा यो स्कोर क्रमशः घट्दै गयो। भिडियो च्याट भेटघाटको नजिक छ, तर टेक्स्ट मेसेज वा आइएममा यो सबैभन्दा कम छ। भनेपछि यसको सार के हो त? हाम्रो प्रविधिले जति धेरै यस्ता सामाजिक सङ्केतहरूलाई फिल्टर गरेर हटाउँछ, हाम्रो एकअर्कासँग जोडिएको महसुस गर्ने भावना पनि त्यति नै कमजोर हुँदै जान्छ। अनि अचम्मको कुरा, आजकाल सबैभन्दा लोकप्रिय टेक्स्टमा आधारित कुराकानी नै सम्बन्धको भावना जगाउन सबैभन्दा कम प्रभावकारी देखिन्छ। तर सम्बन्धको भावना कमजोर हुनु त एउटा पाटो मात्रै भयो। कहिलेकाहीँ डिजिटल सम्बन्ध गलत बाटोमा मोडिँदा यसको परिणाम निकै भयानक पनि हुन सक्छ। अब हामी विज्ञानको कुराबाट अलिकति बाहिर निस्केर एउटा वास्तविक र कठोर उदाहरण हेरौँ। यो भनाइले हामीलाई ओमेगलको कथातिर लैजान्छ। एउटा यस्तो प्लेटफर्म जसले लाखौं किशोर किशोरीहरूलाई तान्यो, तर सँगसँगै उनीहरूलाई गम्भीर खतरामा पनि धकेल्यो। ओमेगलको मुख्य आकर्षण नै यसको अनामिकता र अनियमितता थियो। कुनै अकाउन्ट बनाउनु नपर्ने अनि एक क्लिकमा संसारको कुनै पनि कुनाको मान्छेसँग भिडियोमा जोडिन सकिने। सुन्दा रमाइलो लाग्छ होइन? तर यही विशेषता नै यसको सबैभन्दा ठूलो खतरा बन्यो। प्रयोगकर्ताहरूका अनुभवले देखाउँछ कि त्यो ठाउँ रमाइलो र जिज्ञासा मेटाउनका लागि मात्र थिएन। धेरैजसो युवा प्रयोगकर्ताहरूले नचाहेर पनि नग्नता हेर्नु पर्यो, यौन शिकारीहरूको फन्दामा परे अनि आत्महानि जस्ता डरलाग्दा सामग्रीहरू देख्नु पर्यो। उनीहरूका लागि यो एउटा दुस्वप्न जस्तै थियो। र यो कुरा केही घटनाहरूमा मात्र सीमित थिएन। हालैका वर्षहरूमा मात्रै 50 भन्दा बढी कानुनी मुद्दाहरूमा ओमेगलको नाम यौन शिकारीहरूसँग जोडिएर आयो। अन्ततः यस्तै एउटा ठूलो मुद्दाले गर्दा यो साइट सधैँका लागि बन्द हुन बाध्य भयो। साइट बन्द हुँदा यसका संस्थापकले भनेको यो कुराले प्रविधिको दोहोरो चरित्रलाई छर्लङ्ग पार्छ। एउटै प्रविधि राम्रो कामको लागि पनि प्रयोग हुन सक्छ, नराम्रो कामको लागि पनि। अब यसले हाम्रो जिम्मेवारी के हो भन्ने प्रश्न खडा गर्छ। त्यसो भए ओमेगल जस्ता खतराहरूबाट बच्न के गर्न सकिन्छ त? अब हामी अनलाइनमा कसरी सुरक्षित रहने भन्ने बारे केही व्यावहारिक र काम लाग्ने सल्लाहहरूमा ध्यान दिउँ। कुनै पनि अपरिचित व्यक्तिसँग भिडियो कलमा जोडिनु अघि केही कुरामा ध्यान दिनु एकदमै जरुरी छ। पहिलो, सिग्नल वा व्हाट्सएप जस्ता सुरक्षित प्लेटफर्महरू रोज्नुहोस्। दोस्रो, कुरा गर्ने व्यक्तिको प्रोफाइल फोटोलाई रिभर्स इमेज सर्च गरेर हेर्नुहोस्, उसको अरू प्रोफाइलसँग दाँजेर पहिचान पक्का गर्नुहोस्। अनि तेस्रो, आफ्नो घरको व्यक्तिगत जानकारी लुकाउन भर्चुअल ब्याकग्राउन्ड प्रयोग गर्नु सधैँ राम्रो हुन्छ। अब कल चलिरहेको बेला पनि केही कुरामा सचेत रहनुपर्छ। यदि कसैले अनावश्यक रूपमा व्यक्तिगत प्रश्नहरू सोध्न थाल्छ, कुनै काम गर्न तुरुन्तै दबाब दिन्छ वा पैसाको कुरा गर्छ भने त्यो खतराको घण्टी हो। यस्तो कुनै पनि सङ्केत देखियो कि तुरुन्तै कल काटिदिनु नै सबैभन्दा बुद्धिमानी हुन्छ। तर प्रविधि भनेको खतरा मात्रै होइन। अब सिक्काको अर्को पाटो हेरौँ। कसरी यही प्रविधिले कतिपय अवस्थामा मानिसको जीवन बचाइरहेको छ र ठूलो राम्रो काम गरिरहेको छ। नेपालकै उदाहरण हेरौँ न। यहाँ सञ्चार प्रविधिले साँच्चीकै जीवन बचाइरहेको छ।
देशको पहिलो चट्याङ पूर्व चेतावनी प्रणालीले चट्याङ पर्नुभन्दा 15 मिनेट अगाडि नै खबर दिन्छ। 15 मिनेट, यो ज्यान जोगाउन सुरक्षित ठाउँ खोज्नको लागि पर्याप्त समय हो। र यो एउटा मात्र उदाहरण होइन। नेपालमा विपद व्यवस्थापन गर्न र समुदायलाई सुरक्षित राख्न विभिन्न डिजिटल उपकरणहरूको प्रयोग भइरहेको छ। दुर्गम ठाउँमा SMS अलर्ट पठाउनदेखि लिएर स्याटेलाइटबाट क्षतिको मूल्याङ्कन गर्न अनि आपतकालीन हटलाइन मार्फत सहयोग पुर्याउनसम्म। तर के प्रविधि मात्रै सबै थोक हो त? पक्कै होइन। प्रविधि आफैमा पूर्ण समाधान हुन सक्दैन। अब अन्तिम खण्डमा हामी प्रविधिका सीमितता र यसले समाधान गर्न नसक्ने मानवीय चुनौतीहरूबारे कुरा गरौँ। यो तथ्याङ्कले एउटा चिसो सत्य बताउँछ। नेपालमा बनेका विपद सम्बन्धी योजनाहरूमध्ये केवल 15% मात्र अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकतालाई ध्यानमा राखेका छन्। यसको सीधा अर्थ हो 85% योजनाहरूले समाजको सबैभन्दा कमजोर वर्गलाई बेवास्ता गरिरहेका छन्। यसले एउटा गम्भीर प्रश्न खडा गर्छ। हामीले बनाएका प्राविधिक समाधानहरूलाई सबैको पहुँचमा र साँच्चीकै समतामूलक कसरी बनाउने? किनभने राम्रो नियत राख्नु मात्रै पर्याप्त हुँदैन, त्यसले ठोस परिणाम दिन सक्नुपर्छ। अन्त्यमा यो तालिकाले आजको हाम्रो छलफलको सारलाई देखाउँछ। एकातिर प्रविधिले हामीलाई तत्काल विश्वव्यापी जडान र उन्नत पूर्वानुमान जस्ता ठूला प्रतिज्ञाहरू दिन्छ, तर अर्कोतिर वास्तविकतामा हामीसँग तालिमको कमी, बजेटको अभाव र समन्वयको खाडल जस्ता अनेकौं अवरोधहरू छन्। यसले हामीलाई एउटा अन्तिम प्रश्नमा ल्याएर छोड्छ। हाम्रो प्रविधि दिन प्रतिदिन चलाख र शक्तिशाली हुँदै गइरहेको छ, तर हामीले यसलाई चलाख मात्र होइन, बुद्धिमानी पनि कसरी बनाउने? यो केवल नयाँ उपकरण बनाउने कुरा होइन, बरु ती उपकरणहरूलाई सम्बन्ध, सुरक्षा र सबैको हितको लागि कसरी प्रयोग गर्ने भन्ने कुरा हो।